हेलो हेलो एन्ड नमस्ते वेलकम टु माई मिनी भ्लग। हजुरहरू अहिले मलाई अस्ट्रेलियाको राजधानी क्यानबेराबाट सुन्दै हुनुहुन्छ। विगत लामो समयदेखि क्यानबेरा बस्दै आएका एक जोडी न्यु इयर इभको दिन घुम्न जाने निर्णय गर्छन् र उक्त जोडीहरू कायमा र सिडनीको नजिक रहेको ओरी बिच भन्ने स्थानमा पुग्छन्। त्यहाँ रहेको समुद्र छेउको स्विमिङ पुल एरिया देखेर उक्त पुरुषलाई स्विमिङ गर्ने रहर जाग्छ। तर पुरुषलाई स्विमिङ गर्न नआउने र लामो समयदेखि अस्ट्रेलिया बसोबास गरे तापनि अहिलेसम्म समुद्रमा गएर पौडी नखेलेको र अन्य विविध कारण उनीहरू पौडी नखेली घर फर्कने निर्णय गर्छन्। स्रोतका अनुसार उनीहरू निकै कठिनाई, सङ्घर्ष र घुम्ती बाटोहरू पार गर्दै त्यहाँ पुगेको जनाइएको छ। उक्त जोडीहरू त्यहाँ जाने क्रममा खिचिएका केही तस्बिर र भिडियोहरू जस्ताको त्यस्तै हजुरको टिभी स्क्रिनमा देख्न सक्नुहुन्छ। अस्ट्रेलियाको प्राइम मिनिस्टर अल्बानिजका अनुसार यो स्थान एकदमै सुन्दर र क्यानबेराबाट छोटो दूरीमा रहेको हुँदा पर्यटकहरू छुट्टीमा त्यहाँ गई रमाउने र रिफ्रेस भएर फर्कने गर्दछन् र त्यसै क्रममा किरण भनिने उक्त पुरुष आफ्नी श्रीमतीका साथ त्यहाँ पुगेको बताइएको छ। हामीले यस विषयमा उहाँको श्रीमतीसँग केही बुझ्ने कोसिस गरेका थियौँ। त्यहाँको अनुभव र अवस्थाको बारेमा बुझ्दा उहाँ यसो भन्नुहुन्छ। अलराइट, उहाँले वाव मात्र भन्नुभयो। अलराइट, थ्याङ्क यू गाइज, थ्याङ्क यू फर वाचिङ। अब चाहिँ ट्याक्क टिकटक बनाउने कार्यक्रम जारी छ। यो चाहिँ लास्ट फिनिस अप हो टिकटक बनाउने अनि फर्किने भनेर। या अब अर्को भिडियोमा आउने बाचाका साथ बिदा माग्छु। धन्यवाद, थ्याङ्क यू, सी यू।